एउटा सानो सहरमा एउटा परिवार बस्थ्यो। आमा बाबा, दुईजना साना छोराछोरी र वृद्ध हजुरआमा र हजुरबुवा। हजुरआमा र हजुरबुवा धेरै बुढा भइसकेका थिए। हजुरआमा लठीको सहाराले मात्र हिँड्न सक्थिन् र हजुरबुवाको यादशक्ति कमजोर भइसकेको थियो। उनीहरू प्राय झ्यालबाट बाहिर हेरेर बस्ने गर्दथे, मौन प्रार्थनासँगै। आमा मीरा धेरै साधारण थिइन्, तर भित्रभित्रै साहसी। बिहान सबेरै उठेर उनी सधैँ जस्तो सबैको लागि खाना बनाउने, घर सफा गर्ने, कपडा धोइदिने, हजुरआमा बुवाको सेवा गर्ने अनि त्यसपछि अस्पतालमा काम गर्न जाने गर्थिन्। मुस्कान सधैँ अनुहारमा, पीडाभित्र लुकाएर। बुबा राघव पहिले धेरै मिठो बोल्ने व्यक्ति थिए, तर वर्षौंदेखि उनी कुर हुँदै गएका थिए। बेलुका ढिलो घर आउँथे, कहिलेकाहीँ रक्सी खाएर र झर्किने, आमालाई गाली गर्ने, धक्का दिने, तिनको आत्मसम्मानमा चोट पुर्याउने। छोराछोरी अनैया 12 वर्षकी र आरब 8 वर्ष। ती सबै कुरा चुपचाप हेर्दै हुर्किँदै थिए। उनीहरू डरले कोठाको कुनामा लुकेर आमाको रुन सुन्थे। बुबाको अफिसमा अर्की महिलासँग सम्बन्ध छ भन्ने उनीहरू बुझ्न थालिसकेका थिए। तर आमाको माया कहिले कम भएन। आमाले तिनीहरूलाई सधैँ अङ्गालो हाल्थिन्, मिठा शब्दहरू सुनाउँथिन् र भनिरहन्थिन्, जति दुःख आए पनि माया गर्न कहिले नछाड्नु। एक साँझ ठुलो झगडा भएपछि अनैया हजुरआमासँग बसिन् र सोधिन्, हजुरआमा, बाबा किन मम्मीलाई दुःख दिनुहुन्छ? हजुरआमाले कापेको हातले उनलाई अङ्गालो हाल्दै भनिन्, कतिपय मानिसको मुटु कठोर हुन्छ नानी, तर तिमीको आमा संसारकै सबैभन्दा बलिया मान्छे हो। त्यो घर जहाँ आवाज सधैँ शान्त रहन्थ्यो, आँखा रस्याउँथ्यो, तर भित्र कतै नछुट्ने माया लुकेको थियो। आमाले दिएको माया जुन छोराछोरीको मुटुमा गहिरिएर बसेको थियो। मीरा कहिलेकाहीँ सहन नसकेर घर छोड्न चाहन्थिन्। रातको अन्धकारमा चुपचाप रोएर झोला प्याक गर्थिन्। तर जब छोराछोरीको सुतिरहेको न्यानो अनुहार हेर्थिन्, तब उनको मन भत्किन्थ्यो। ती साना हातहरूले उनलाई रोक्ने गर्थे, शब्द बिना। छोराछोरीलाई म बिना को हेरचाह गर्छ भन्दै उनी फेरि झोला खोलेर राख्थे। राघव चाहिँ आफूलाई माया देखाउन कहिलेकाहीँ मिठो बोलीमा बोल्थे, मीरा, तिमी सधैँ झर्किन्छौ, म पनि थाकेको हुन्छु भन्थे। कहिलेकाहीँ उनले अनायालाई चक्लेट ल्याउँथ्यो, आरबलाई काँधमा राखेर उमाउँथ्यो। तर त्यो माया अभिनय जस्तो लाग्थ्यो, बाहिर आवरण जसको भित्र कपट लुकेको थियो। मीरा थाहा पाउँथिन् त्यो क्षणिक माया सिर्फ गल्ती ढाकछोप गर्न। उनी अझै पनि चुप लाग्थिन्, आँसु पुस्थिन् र आफैलाई सम्झाउँथिन्, यो घर मेरो छैन, तर मेरा बच्चाहरूका लागि म यो नर्कमा पनि जिन्दगी गुजार्न तयार छु। हजुरआमा दिनहुँ हल्लिएको ढोका सुन्थिन् र मनमनमै भन्थिन्, मेरा नातिनीहरू यही माहौलमा हुर्कन नपरोस्, मेरा नातिनी यही माहौलमा हुर्कन नपरोस्। यो एउटा कथा मात्र नभएर हाम्रो सामाजिक जीवनमा घट्दै आएको घटना हो, जो अहिले पनि कतिपय ठाउँहरूमा घटिरहेको छ। र यस्ता घटनालाई सहेर मात्र हुन यहाँबाट बाहिर निस्किनुपर्छ भन्ने मलाई लाग्छ। र हजुरहरूलाई पनि यो कथा सुनेर के कस्तो लाग्छ हजुरहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। र हजुरहरूलाई यो कथा राम्रो लागे लाइक सेयर गरिदिनुहोस् होला। साथै मेरो फेसबुक पेजलाई फलो र युट्युब च्यानललाई सब्सक्राइब गरी मलाई सपोर्ट गर्नुहोला। र हजुरहरूलाई पनि कथा लेख्नु राम्रो लाग्छ भने मलाई मेसेजमा कथाहरू सेन्ड गरिदिनुहोस् होला। म त्यसलाई मेरो भोइसमा राम्रो भिडियो बनाउने प्रयास गर्नेछु। र धन्यवाद।